तपाईँ धेरै कुरामा गलत हुन सक्नुहुन्छ र धेरै कुरा अझै नबुझेको पनि हुन सक्नुहुन्छ। त्यो ठिक हो। सही हुनु त भन्दा सिक्न चाहने सोच राख्नु महत्त्वपूर्ण हो। हरेक दिन खुला मन राख्ने अभ्यास गर्नुहोस्। साँघुरो सोच भएका मानिसहरू आफैले बनाएको सुरुङभित्र मात्र जीवन देख्छन्। पवित्र र फरकपनलाई स्वीकार गर्नेहरूले जीवन साँच्चीकै अनुभव गर्छन्। यदि जीवन सुस्त लाग्न थाल्यो भने वरिपरि हेर्नुहोस् र अहिलेको पलको कदर गर्नुहोस्। आफ्नोलाई विश्वास दिनुहोस्। अन्त्यमा तपाईँको जीवन तपाईँले कति काम गर्नुभयो भनेर होइन, तपाईँले कस्ता फलहरू बटुल्नु भयो भनेर सम्झनु हुनेछ। जीवनको अर्थ तपाईँले आफैले बनाउनु हुने हो। त्यसैले राम्रो सोच भएका मानिसहरूसँग समय बिताउनुहोस् र तपाईँका लागि अर्थपूर्ण कामहरू गर्नुहोस्। र तपाईँ अझै जवान हुनुहुन्छ, त्यसैले ढिलो नगरी बुढेसकाललाई स्वीकार गर्नुहोस्। बच्चाहरू जति सुकै ठुलो बन्न चाहे पनि ठुलो भएपछि फेरि बच्चा जस्तै स्वतन्त्र हुन चाहन्छन्। त्यसैले बच्चा झै रमाउनुहोस्। सिक्ने प्रक्रियालाई मजाले अनुभव गर्नुहोस्। तपाईँलाई अहिले जे जतिसुकै थाहा छ त्यो पर्याप्त छ। तपाईँ अझै बढ्दै हुनुहुन्छ, अझै सिक्दै हुनुहुन्छ। तर दुनियाँले तपाईँलाई पुरानो महसुस गराउने कोसिस गर्छन्। तर सम्झनुहोस्, यो दुनियाँ तपाईँ जन्मिनु अघि पनि थियो र तपाईँ पछि पनि रहनेछ। त्यसकारण तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यही उपयुक्त स्थान हो। अरूको बाटो हेरेर खुसी मानौ, तर कहिले तुलना नगर्नुहोस्, किनकि तुलना गर्ने जीवन अधुरो बाँचिन्छ। त्यसैले कसैसँग तुलना नगरी आफ्नो पुरा जीवन जिउनुहोस्। र यदि साँच्चीकै स्वर्ग छ भने त्यहाँका सबैलाई तपाईँको यात्रा देखाएर मनमोहित पार्नुहोस् र उनीहरूलाई देखाउनुहोस् बाँच्नुको अर्थ के हो भनेर।